हामी मुस्ताङ घुम्न जाने हैन गाडी चाहिँ यसले बन्दोबस्त गर्छ डिजेल चाहिँ मैले गर्छु पैसाको व्यवस्था यसले गर्छ होटल रुमको व्यवस्था आर्यनले गर्छ ल बहिरे भाइ चाहिँ हेर्ने घुम्न जाने यो जाँदैन किनकि त्यहाँ गएपछि त यस्तो त हुनु पर्यो त्यहाँ गएपछि हाम्रो दुनिया फेरि यस्तो हुन्छ अगाडि देखाइदे यस्तो हुन्छ हाम्रो त्यो सुरज निकाल देख्नु त्यो ए पक्रिने नि सो हेलो एन्ड नमस्ते नेपाल जनता इट्स मी गौरव एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। सो आजको भिडियोमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। अनि आजदेखि होइन दसैँ पनि सकियो, त्यसैले हामी कुद्न गएको थियौँ। पछाडि हुनुहुन्छ हाम्रो दोस्त यहाँ। के भन्नु छ भाइ तँलाई? दसैँ सक्यो होइन, तैँले कति पैसा कमाइस् त? टिकै लगाइनस् क्या हो तैँले? म जस्तै रहेछ यो पनि होइन, हामीले चाहिँ टिका सिका लगाइनौँ। त्यसैले हामी अब कुद्न चल्दिएको, दसैँ ससैँ सक्यो, हाम्रो गाउँघरको धान यस्तो भइसक्यो। अघि चाहिँ हाम्रो दोस्तले भिडियो बनाएको थियो रोडतिर, भाइले नै भन्नुपर्दा त्यो भिडियो तपाईँहरू हेर्न सक्नुहुन्छ डाइरेक्ट ड्याङै। हेलो गाइस, आज चाहिँ हाम्रो दाईहरूसँग म चाहिँ कुद्न आएको छु होइन। यहाँ चाहिँ हाम्रो सन्देश दाई हेर्न सक्नुहुन्छ तपाईँले। अनि यहाँ चाहिँ हाम्रो हजुरको नाम के हो? लक्ष्मण के हो हजुर? हजुर आचार्य। हाम्रो यहाँ लक्ष्मण आचार्य दाई पनि हुनुहुन्छ। यता हाम्रो गौरव दाई तरिक हुनुहुन्छ। यता हाम्रो अगाडि चाहिँ मेन दाई समीर चौधरी। हाम्रो चाहिँ यहाँ दामी भ्यू क्या, फेरि आम्बो मोमो दामी क्या। हाम्रो केटाहरू चाहिँ दामी छ होइन। हामी चाहिँ यो यस्तो चार्ज 91 पुग्यो, 99 रहेछ। हेलो गाइस, तपाईँलाई स्वागत छ आजको मेरो नयाँ भ्लगमा होइन। आज चाहिँ यो यस्तो खालको गोप्रोले भ्लग हानिदिएको होइन। गोप्रो चाहिँ कसको भन्दाखेरि चाहिँ हाम्रो यो गौरव दाईको हो। यस्तो होइन हल्का चलपल हानिदिउँ भनेर यस्तो हानिदिएको। यस्तो चलपल हानिदिउँ भनेको थोप्रे पो क्यारा आइदिइरहेको लामो जस्तो के भयो यस्तो त्यही पनि यस्तो हल्का देखाइदिउँ भनेको थोप्रा होइन। आज यस्तो म आउटफिट चाहिँ हल्का नर्मल हानिदिएको छु होइन। यस्तो कुद्न आएको छु। यो चाहिँ हाम्रो के अरे यो झुम्का जाने बाटो, यता चाहिँ हाम्रो के गाईघाट जाने बाटो। तिराइदिएको कुद्न घरे नजिकै पर्छ नि हाम्रो। अनि कुद्न आएको त यस्तो दाईहरू पनि भेट दिइराखेको फेरि यस्तो दाईहरू भेट्यो। अनि दाईहरूसँग पनि चलिदिउँ न त भनेर अनि आएको। ल त जाऊँ भनिदिएको होइन। यही है गौरव दाई चाहिँ। चप्पलमा आइसकेको छ यहाँ कुद्न। अनि यस्तो यहाँ यस्तो रेसर दाई कहाँ भेट्नुहुन्छ तपाईँले? चप्लीमा पनि चप्लीमा पनि यस्तो खतरा कुद्नुहुन्छ कि घोडाभन्दा कम छैन क्या। फेरि हामी जुत्ता लगाएर त कुद्नु सकिँदैन। दाइले त ड्याङ क्या फेरि। सुरज निक्लले छ मलाई यसो नै हो न। मैले एउटा भिडियो बनाएर नि हामीले छ यो फोकस अरे प्राय थोरै देखाउँछ। हाम्रो गाउँको चाहिँ यो भनेको चाहिँ यस्तो दामी कुकुरहरू हो कि ल एपिएफ। यो त फेरि यस्तो छ नि, यसले हामी जस्तो मान्छेले देख्नै सक्दैन क्या। ऊ हेर्नुभयो अब यता खोइ कोकोहरू आउँछ थाहा छैन। गएको चाहिँ यही दाइले भन्छ है धेरै जति। मलाई के हेराउँछस्? एनजी जन्ने जति बोल्दै उनी देखाजले आर्यनको पछाडि एनजी छ। एनजी हामी मुस्ताङ घुम्न जाने होइन, गाडी चाहिँ यसले बन्दोबस्त गर्छ, डिजेल चाहिँ मैले गर्छु, पैसाको व्यवस्था यसले गर्छ,
होटेल रुमको व्यवस्था आर्यनले गर्छ ल त बहिनी भाइ चाहिँ हेर्ने घुम्न जाने यो जाँदैन किनकि त्यहाँ गएपछि त यस्तो त हुनु पर्यो त्यहाँ गएपछि हाम्रो दुनियाँ फेरि यस्तो हुन्छ अगाडि देखाइदिए हो यस्तै हुन्छ हाम्रो दुनियाँ अँ वो त्यो सूरज निकाल देख्नु त्यहाँ यो भनेको चाहिँ हाम्रो होइन दुध खाने ठाउँ बढी तँलाई चाहिन्छ फ्युचर लैजा फ्युचरमा चाहिन्छ त लैजा चाहिन्छ हौ लुगाइ चाहिँ हाम्रो घर पछाडिको बाटो यस्तो सिधा छ कि होइन काठमाडौँको एयरपोर्ट पनि यहाँ फेल खान्छ फेल यहाँनिर प्लेन केपीपाले हुँदा बनाएको बाटो हो यो कोदो फुल्यो बारीमा धानको बाला जुलेको छैन खेतैमा किनकि अहिले धानको बाला फुट्ने बेलै भएको छैन ए पक्रिनु नि भिडियो बनाउँदै बस्नु म चाहिँ भइसक्यो जाउँ त्यहाँ हिँड्न त्यहाँ गाडीमा त्यहाँबाट बोकेर ल्याइदिन्छ त्यहाँ मान हो नि जाउँ ए म जान्छु नहीं हाँ गाड़ी को लगा